ल केटाकेटी हो है, म यहाँ अफिस बाहिर 3 लाखको चेक परेको छ मेरो हातमा होइन, देखिरहेछ 3 लाखको चेक परेको छ। अनि अफिसबाट बाहिर म त्यहाँ जान लाग्यो, मेरो बाइक चाहिँ यहाँनिर छ होइन, यहाँनिर छ घोडा है, जङ्गली घोडा। अनि अफिसको दाइको चाहिँ यहाँ छ है, यहाँनिर छ। पार्किङ चाहिँ यहाँ हो खास हाम्रो, ठुलो बाइक घुमाउन गाह्रो हुन्छ भनेर तल राखेँ, यो दिदीहरूले नि यहाँ राखेर पुरै। अनि अब म एभरेस्ट ब्याङ्क जान लाग्यो, एभरेस्ट ब्याङ्क जाँदैछु म रोड क्रस गरेर होइन। म बाइकमा गएन किनकि यहीँ छ क्या, एभरेस्ट ब्याङ्क यहीँ पारि छ। अर्को कुरो अनि फेरि त्यहाँनिर ठुलो बाइक पार्किङै छैन, घुमाउन गाह्रो है, त्यही भएर आई प्रिफर हिँड्न। ठिक छ, यता गाडी आइरहेछ, ठिक छ म चाहिँ हिँडिरहेको छु होइन, गाडी आइरहेछ, स्टिल कमिङ। रफ भिडियो भयो है, रफ गाडी आइरहेछ, म जाँदैछु। आज पानी पर्ला जस्तो नि छ माथि, यसो आकाश हेर्दाखेरि होइन, गर्मी चाहिँ ओभर छ क्या बहुत है। अब यहाँ फेरि यहाँबाट चाहिँ छिर्नुपर्ने हुन्छ। अनि केएफसीमा यो क्वालिटी फुड क्याफे है, जाँदैछु म ब्याङ्कमा। 3 लाख झिकेपछि म देखाउँछु फुल क्यास। अगाडि ब्याङ्क छ। ओके, म ब्याङ्कभित्र आइपुगेँ। भित्र त भिडियो बनाउनु दिँदैन है, अनि पज हुन्छ मेरो, विथड्र भइसकेपछि म भिडियो बनाउँछु है त। ल यहाँनिर एक सर्ट चप्पल लाएर हिँडिरहेको छु म। ल त्यसैले पर्खिम होइन, 6वटा बन्डल छ, 6 लाख रुपियाँ, ए सरी 3 लाख रुपियाँ। ब्याङ्कमा बहुत भिड रहेछ। अब मैले हातमा बोकेर हिँडिरहेको छु, क्या छैन मान्छेलाई म यस्तरी हेर्छु क्या, अहिले लुटेर अहिले भाग्ला जसरी हेर्छ होइन। मान्छेहरू पैसा भनेपछि यस्तो दुश्मनी हुने होइन क्या, हेर्छन् अनि यही लुटेर भागाउन जस्तो गर्छन्। अनि अलि अवेर हुनुपर्ने हुन्छ। खासमा म ब्याग बोकेर हिँड्दै नजिकै भएर म ब्याग नबोकी हिँडेँ क्या, फेरि 3 लाख 1000 दिन्छ, 3टा बन्डल त हो नि, हातमा जब भइहाल्छ नि भनेर हिँडेँ म। 500को बन्डल दिएर 1000को दिनु न भने छैन दाइ भन्छ। मभन्दा ठुलो थियो क्या रिसेप्सन के अरे काउन्टरमा मान्छे, अनि छैन नि दाइ गऱ्यो भने ठिकै छ भनेर बसेर पैसा गनेर अनि म हिँडेको। ल म यहाँ आइपुगेँ होइन, त्यो गोलो घर चाहिँ मेरो अफिस हो ल है। समय मिलाए बेला यसो चिया चुरोट खान आउँदा हुन्छ मेरो अफिसमा है। चिया भन्दा नि कफी, अफिसतिर कफी धेरै जान्छ क्या है। ल यति नै है त है, ल बाई।